नमस्कार। इमिसभित्र गएर आफ्नो स्थानीय तहका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूको विवरणको बारेमा जानकारी लिन सकिन्छ सकिँदैन, यो जानकारी लिन के गर्नु पर्ला भन्ने सन्दर्भमा जिज्ञासा आएपछि सो सम्बन्धी एउटा छोटो भिडियो बनाउने प्रयास गरेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र उपयोगी लाग्यो भने सेयर गर्नुहोला। यसका लागि सबैभन्दा पहिले हामीले imis.chrd.gov.np कुनै ब्राउजरमा प्रयोग गरेर सर्च गर्नुपर्ने हुन्छ। आउनुहोस् सर्च गरेर हेरौँ। मोबाइल वा ल्यापटपको ड्यासबोर्डमा कुनै ब्राउजरमा जानुहोस्। म यहाँ क्रोम ब्राउजरमा गएँ। अब यो क्रोम ब्राउजरमा गइसकेपछि तपाईँले यहाँ मैले अघि भनेको एड्रेस www.imis.chrd.gov.मा सर्च गरेँ। अब यहाँ CEHRD देखिन्छ, यहाँनिर यसमा क्लिक गरेँ। क्लिक गर्दाखेरि यो CHRD मानव संसाधन विकास केन्द्र खुल्छ। अब खुलिसक्यो भने हामी यहाँ जाने IEMIS मा जाने र IEMIS मा गइसकेपछि LG रिपोर्ट कार्डमा जाने अनि प्रोभिन्स आफ्नो स्थानीय तह कुन प्रदेशमा पर्छ त्यो छान्ने। त्यसै गरी त्यो प्रदेशको आफू कुन जिल्लाको त्यो छान्ने जिल्ला, त्यसपछि आफ्नो स्थानीय तह छान्ने, त्यसपछि सिलेक्ट एयर छान्ने। मैले अब 83 छाने अनि सर्च गर्ने। अब एकछिन सर्च हुँदैछ। ल अब चाहिँ यो पालिकामा जम्मा कम्युनिटी सामुदायिक विद्यालय 34वटा छ, संस्थागत विद्यालय 7वटा छ, धार्मिक विद्यालय छैन। जम्मा विद्यालय 41वटा देखायो र यहाँ चाहिँ नि स्कुल लेभल इन्फर्मेसन यस्तो छ। त्यसपछि अब विद्यार्थी विवरण स्कुलको डिटेल्समा यसै तल दिएको छ, स्टुडेन्ट्स डिटेल यहाँ तल दिएको छ। त्यस्तै गरी स्कुल रिलेटेड इन्फर्मेसन यहाँ छ, कम्युनिटी र इन्स्टिट्युसनल संस्थागतको बारेमा। त्यसपछि एज वाइज स्टुडेन्ट डिटेल पनि दिएको छ, इन्टरनल एफिसिएन्सी अफ प्रिभियस इयरको कुराहरू पनि दिएको छ, टिचर्स लेभल पनि दिएको छ। अब टिचर जेन्डर चाहिँ 159 छ र मेल 154 छ। अब क्वालिफिकेसन पनि दिएको छ हैन। यसरी चाहिँ नि एप्रुभड पोजिसन भने अब एप्रुभ पोजिसनको कुरा पनि राखिदिएको छ, एजुकेसन इन्डिकेटरहरूको कुरा राखेको छ, त्यस्तै गरी इन्फ्रास्ट्रक्चरको कुरा पनि राखिदिएको छ। यसरी हामीले पालिकाभित्रका आफ्ना सामुदायिक र संस्थागत विद्यालयको अवस्थाको बारेमा हेर्न सक्दछौँ। भिडियो हेर्नुभयो धेरै धेरै धन्यवाद। नमस्कार।